to my YouTube channel. It's me Manisha Sunar अनि आज चाहिँ म कहाँ जाँदैछु भने के गर्दैछु भने नि अनि म कोदो ब्याडलाई यस्तो सफा गर्न आएको क्या अनि खन्न पनि आएको। यो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। त्यही भएर काम गर्न आएको। बिराम भएको भए त सुतिरहेको हुन्थे नि। अनि यस्तो छ कि अब कसरी गर्ने होला, घाम यस्तो लागिरहेछ। घामको प्रब्लम छ क्या, अरूको प्रब्लम छैन, घामको मात्रै प्रब्लम छ। यस्तो सबैलाई चिल्लो काटेर गङ खन्नु पर्ने हुन्छ। मलाई अरू कुरा केही पनि थाहा छैन। कसरी खन्नु पर्ने भन्ने कुरा मात्रै थाहा छ। अनि अब चाहिँ मैले खन्नु पर्ने हुन्छ साथीहरु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला अनि डोन्ट फर्गेट टु लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब। फाइनली गाइज मैले केही गरेको छैन भन्दा पनि यहाँनिर मैले अलिकति झाड चाहिँ उखाले हैन। कस्तो बसेर उड्दा यस्तो रिङबाट चल्छ क्या। अनि आमा आउनुहुन्छ हैन। अनि आमाले झाडु उखालिदिनुहुन्छ, म चाहिँ खन्ने। त्यही भएर अब म चाहिँ खन्छु। आमा आएर झाडु उखालिदिनुहुन्छ कि अनि मैले चाहिँ पर झाडु उखालेर आएको अलिकति अनि यहाँ उखाले अब खन्ने। तर कुन खनिसक्नु भन्ने कुरा मलाई थाहा छैन। यहाँ चाहिँ कस्तो शीतल छ क्या, शीतल। अनि मेरा दिल गार्डन हो गया ऐसा शीतल देख के। और अब मैं खनुंगी। फाइनली गाइज मैले चाहिँ यति खने परदेखि यहाँसम्म खनिसके भर्खर। अनि अब चाहिँ खन्न यता बाँकी छ परसम्म। अनि खाना खाने बेला भइसक्यो। आमाले खाना खानु पनि बोलाउनु हुँदैछ मलाई। तर म एकछिन खनेर जाने भनिरहेको छु। तर अब खाना खाएर त भरे मात्रै आउने भनेको, घाम मरेर घाममा त म सक्दिनँ। अनि अब चाहिँ म अलिकति खान्छु अनि घर जान्छु भात खानु। भात त पचाउनु परेछ। अब चाहिँ म घर जाँदैछु भात खानलाई। साह्रो पर्यो। घाम देख्यो कि मलाई एलर्जी भइहाल्छ, रिस उठिहाल्छ। किन लाग्यो हो? फेरि काम गर्ने सिजन पनि यही गर्मीमै पर्छ क्या। अनि कोदाली खन्नु पर्दा गर्मीमा काम गर्नु पर्दा कति साह्रो पर्छ त नि। पछि अब जब हिउँदो लाग्छ नि तब चाहिँ खासै यस्तो गर्मी हुँदैन नि त, जाडो हुन्छ। तर त्यति बेला चाहिँ खासै काम हुँदैन क्या, अलिअलि मात्रै हुन्छ नि त। उफ, हाम्रोमा चाहिँ खोर्सानी फलिसकेको छ। यहाँ पिरो पिरो पो छ त, पिरो भएको छ। म चाहिँ यसलाई टिपेर लग्न चाहन्छु। पिचुन्द्रे खोर्सानी। देख्न सक्नुहुन्छ। चाहिएमा सम्पर्क गर्नु होला। तर म दिदिनँ, तर सम्पर्क चाहिँ गर्नु होला। यति छ। यो चाहिँ पुरानो बोट हो, तर अहिले नयाँ चाहिँ फल्ने बेला भएको छैन नि त। यो पुरानो मात्रै फलेको क्या, पोहोरको बोटको। यति मात्रै लग्छु। यो चाहिँ मेरो होइन, हाम्रो कटेरा वस्तु राख्ने ठाउँ। यहाँ छ हाम्रो अहिलेको नयाँ खोर्सानी चाहिँ। ढाड दुख्यो मेरो त। अब चाहिँ म गएर भात खानु पर्ने हुन्छ गाइज। देखेन
यो चाहिँ मेरो पल्लो घरको छिमेकी अङ्कल, ठुल्बा क्या, अङ्कल होइन ठुल्बा। आमा हमारा मोदर किधर गया? भोक लाग्यो भात खाइन् सुतिन् भन्नु अरे। अब चाहिँ मैले बुवालाई बाहिर निकाल्नु पर्ने हुन्छ, किनभने बुवा हिँड्नु सक्नुहुन्न नि त, अनि बाहिर निकाल्नु पर्छ क्या, बोकेर यहाँ राख्छौँ हामी। अनि एक्लैले निकाल्नु सक्नुहुन्न नि त आमाले, अनि त्यही भएर चाहिँ बोलाउनु भएको रहेछ। खाना त पाकिसकेको रहेन, तर पनि केही छैन, म पाकेर खान्छु। यहाँबाट म बाहिरी बुवालाई निकाल्छु, त्यही हो। फाइनली गाइज म चाहिँ भात खाएर पनि फेरि अघि छोडेको काम थियो नि, हो यो गर्न जान लागेको, जाँदै गरेको। अनि हामी चाहिँ फेरि लाग्यौँ बोजू नातिनी बारीतिर। निन्द्रै मात्रै लाग्छ। निदाएर कहिले नगाउने मान्छे म मात्रै हो यो संसारमा, होइन आमा? हो कि होइन? हो नि, के लाग्छ। लौरो नै खाना है मुझे भन्छ अहिले तपाईँलाई बाख्राले। उफ अब चाहिँ फाइनली आएर सकेर म त सुत्छु। सुत्नु मात्रै मन लाग्छ। यो हो थेचम्बु, अनि त्यो पारीको यस्तो डाँडा जस्तो नि हो, यो चाहिँ के भन्छ डुम्ब्रिसे, यता सेरम्फू, अनि त्यस्तैहरू। जादु मन्तर सर्पले कुन दिन ठक्क ठुङ्छ होला हौ। ये देखिए हमारा प्रोजेक्ट। यहाँ परसम्म छ कि, तर कसम अब त म सक्छु। यहाँ परदेखि खनेर लिएको यहाँसम्म। अब चाहिँ मैले खन्नुपर्ने हुन्छ गाइज, लेट्स गो। फाइनली गाइज मैले चाहिँ बल्ल खनेर सकेँ यो बारी, होइन? यस्तो घाममा पनि मैले खन्न सफल भएकी छु भन्नाले। अब चाहिँ म कोदाली काठमा लाएर चल्दिने हो। आइएम गोइङ टु होम। आमा कच्चा पर छ पल्लो छेउमा, मलाई साह्रो तिर्खा लाग्यो क्या, म जाने। गएर पहिला पानी खान्छु पहिलो नम्बरमा। मुझे घर भीतर जाना है ना, इसीलिए मैंने नहीं कहा है आपको, गुस्सा मत हो माँ। फाइनली मैले बल्ल खनिसकेँ, तर आमाले ओरतिर पनि खन्नु भन्दै हुन्छ कि, बट आज नै भोलि पर्सि खन्नु। त्यसैले अब चाहिँ म जाँदैछु घर। अनि आजको लागि चाहिँ भिडियो यति नै। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि थ्याङ्क यू सो मच एभ्रिवान।